गुड मर्निङ एभ्री वान फ्रम दुसेनी मेरो गाउँबाट है त र अहिले चाहिँ म गाउँ आइपुगिसकेको छु अनि र यहाँ चाहिँ हामीले हिजो राम्रोसँगले भव्य रूपमा सरस्वती पूजा मनायौँ र मैले भिडियो चाहिँ क्याप्चर गर्न पाइनँ किनभने म धेरै बिजी थिएँ र आज चाहिँ सुरु गरिरहेको छु किन भन्दा चाहिँ यहाँ सबैजना अहिले आइरहेको छ अनि यहाँ मेरो भाइलाई कस्तो लाग्यो तँलाई हिजो कस्तो लाग्यो भने यहाँ कस्तो लाग्यो हिजो दामी लाग्यो दामी लाग्यो त्यति मात्रै अब खै म त गइहालेँ घर यो चाहिँ मेरो भाइ चिराग है मन पऱ्यो तँलाई हिजो राम्रै भयो पर्यो नि अब आज फेरि हामी कहाँ जाने भन्दै दुधे दुधे जहिले पनि जान्छौँ हामी होइन सालमा सबैजना भेला भएर मजा आइरहेछ दामी दामी अन्त यहाँ जो हिजो कस्तो लाग्यो मेरो जोजो रेस्पेक्टेड जोजो मेरो कस्तो लाग्यो तपाईँलाई हिजो अब गाउँठाउँको समाजको पूजा हो एकदमै एकदमै रमाइलो नेपाली फर्स्ट टाइम भेटेको मैले पूजा मलाई पनि त कति साल बाद भेटेको यो तकरिबन मैले भेटेको 9-10 सालको बादमा एकदमै एकदमै रमाइलो एकदमै रमाइलो है एकदमै मजा आयो मलाई चाहिँ हिजो जोजोहरूले ह्याङओभर बनाएको थियो कि अन्त त्यही भएर चाहिँ म त्यस्तो भिडियो गर्नु पाइनँ अन्त ओ त्यो भाइ त्यो उता राख कस्तो लाग्यो जो तपाईँलाई मेरो दा तपाईँलाई कस्तो लाग्यो केही भन्न चाहनुहुन्छ हाम्रो पूजाको बारेमा पूजाको बारेमा त्यहाँ हेर्नु त लाइट बोलिरहेछ त भन्नु कस्तो लाग्यो के भन्नु अब यसपालि सरस्वती पूजा हाम्रो केटाहरूले गऱ्यो एकदमै दामी भयो भव्य रूपमा भयो फेरि नेक्स्ट टाइम पनि यसरी नै गर्नु भन्ने म अब एउटा छ होइन त्यही हो सबैले राम्रो गर्यो होइन हरेक साल यसरी हरेक साल एभ्री इयर चाहिँ मजाले गर्नु परोस् होइन सरस्वती पूजा किन पूजा भन्ने कुरो चाहिँ अब यस्तो हो कि अब एकदम गाउँमा पिस पनि हुन्छ यस्तो कामहरूले गर्दाखेरि शान्ति हुन्छ हो त्यही नै भन्छु राम्रो गर्यो अझै है गेट टुगेदर चाहिँ बेस्ट भयो सबैजनालाई भेट्नु पनि पाएँ मौका हो त्यो पनि सेटिस लाग्यो मलाई खुसी छु धेरै साल बाद है दा तपाईँ पनि पूजा मनाउनु पायो है मजा आयो है भाइ तँलाई कस्तो लाग्यो भन्न जस्तो भए कस्तो लाग्यो निकाल्दै छिन तँ भन्न यहीँबाट बोल्नु अन्त सरस्वती पूजा यसपालि दामी भयो है मजा आयो मजा आयो खुसी लाग्यो सबैजना खिचडी माने त्यही दिन राति हरेक साल उसलाई चाहिँ भाउजूले आउनु दिएन हाम्रो युगल चोला चाहिँ बेलुका नाच्नु आउनु दिएन भाउजूले ल गफ गर्दै गर कि एक केटाहरू कुसान्छ यहाँ अलिकति तँलाई कस्तो लाग्यो त हिजो कस्तो भयो सरस्वती पूजा राम्रै भयो मजा आयो है अहिले चाहिँ हाम्रो यहाँ साफसफाइ कस्तो लाग्यो त्यति मात्रै भन न मलाई दामी बेस्ट बेस्ट मजा आयो मजा आयो दामी मजा लाग्यो मजा लाग्यो है भाइ तँलाई कस्तो लाग्यो दामी लाग्यो मलाई पनि चाहिँ हाल्दा भाइ कम्ती दा कस्तो लाग्यो केही बोल्ने बोल्नु न अलिकति कस्तो भयो यहाँ चाहिँ हरेक साल हाम्रो दाहरूले होइन जहिले पनि सपोर्ट गर्नुहुन्छ हरेक साल दादाहरूको हात हुन्छ पूजालाई सफल गर्ने कस्तो लाग्यो तपाईँलाई के कस्तो लाग्यो एकदम दामी लाग्यो अहिले सबै हुनुहुन्छ बिहानखेरि सबै भाइहरूले मजाले गर्यो दाजुभाइ सबैजना मिलेर गरेको पूजा मजा आयो है राम्रो तँलाई कस्तो लाग्यो एकदम राम्रो मन पर्यो ए भाइ यहीँ जाँदा ल ल ल ए हवर तँलाई कस्तो लाग्यो राम्रो लाग्यो अर्को पालि यस्तै होस् यस्तै होस् हरेक साल यस्तै होस् अर्को पालि मात्रै होइन यहाँ चाहिँ हाल्दा भाइ यहीँ ग्लास चाहिँ दा कस्तो लाग्यो हिजो पूजा हिजो कस्तो भयो पूजा भन्नु न एकदम दामी भयो डान्स गराइ भयो सरस्वती पूजामा अब अर्को साल हजुर तपाईँ नजानु नि आज त्यो लसिया लाउनु ल कस्तो लाग्यो हिजो कस्तो भयो ए भन्नु न हौ किन कस्तो लाग्यो हिजो तपाईँलाई राम्रै छ राम्रै ठिकै थियो राम्रो थियो ओहो नजानु नि दुधे ल ओके म बिहान मन्दिर होइन है बिरानो मन्दिर होइन अरे बाघो भन्नु न अन्त आगुलाई कस्तो लाग्यो पूजा गुड मर्निङ अल अफ यु आजको हिजोको यहाँ क्यामेरामा हेर्नु न हौ पूजाको त बहुतै दामी भएको थियो राम्रो प्रोग्रामहरू भएको थियो नानीहरूको प्रोग्रामहरू गरेको थियो राम्रो लाग्यो हामीलाई राम्रो थियो गिफ्टहरू राम्रो थियो राम्रो छ आइफोनहरू त्यो भन्नु आइफोनहरू थियो है राम्रो थियो नानीहरूको मनोरञ्जन यसरी सालिने गर्नु पाए राम्रो हुन्थ्यो हजुर थ्याङ्क यू बेस्ट अफ लक यु जोजो कस्तो लाग्यो मजा आयो एकदम दामी मजा आयो हरेक साल यस्तै होस् हाम्रो गाउँमा है सबैले हाँसी खुसी सबैले उयो गर्नुपर्छ पूजा भन्ने चिज हो होइन गाउँ शान्ति पनि हुन्छ हो सबैले रमाइलो पनि हुन्छ भयो है ल
यस्तो छ हाम्रो भगवान् चाहिँ त्यहाँ छ मूर्ति आई मिन सरस्वती माता चाहिँ त्यहाँ छ र अब चाहिँ हामी सबैजना जाने मूर्ति सेलाउनु सबैजना मिलेर काम गरिरहेछ यहाँ हो अनि बाँसहरू पनि पुऱ्याउनु जानुपर्छ बाँस चाहिँ हाम्रो हो अनि हरेक साल बाँस चाहिँ हाम्रो घरबाट आउने गर्छ ल हेर्दै गर्नु होला भिडियो अब काम पनि गर्नुपर्छ भिडियो बनाएर मात्रै हुँदैन होइन त केही बोल्ने के भन्नु भयो अघि मैले भनिहालेँ सबै कुरा अब अहिले तल बोल्नु ल अब हामी मन्त्री चाहिँ अब मूर्ति तल के हो विसर्जन भने विसर्जन पक्रिनु न अन्त ठिकै छ भन्नु विसर्जन गर्ने विसर्जन गर्नु लागि चाहिँ लोकेसन चाहिँ दुधे हो त्यहाँ जानु गइरहेछ अब एकछिनबाट जान्छु है हिजोको चाहिँ अब हुन्छ नि अब क्लियर गर्नु पऱ्यो नि त यतिकै छोडेर जानु भएन नि त होइन अब रेस्पोन्स भन्छ पनि उयो त्यो निभाउनु पऱ्यो यहाँ चाहिँ टक्क क्लियर गरेर सफा गरेर चाहिँ टक्क अहिले चाहिँ मजाले मूर्तिलाई तल दुधेमा विसर्जन गर्दै जानु हो त्यो पनि एउटा राम्रै उयो हुन्छ होइन राम्रोसँगले गर्छ ल ल गाइस स्टे ट्युन चिया खाँदै पुऱ्याउने सिस्टम भइसक्यो सफसफाइ एकदमै अब म चाहिँ बाँस लगेर जान्छु अब म उपर विजय दालाई इन्टरभ्यू गर्छु विजय दालाई हाम्रो स्पेसल दालाई अनि हिजोको बारेमा सोध्छु है अनि जहिले पनि हाम्रो दा चाहिँ दा कस्तो भयो हिजो राम्रो भयो के भन्नु चाहनुहुन्छ हिजो कस्तो लाग्यो हिजो कस्तो के लाग्यो पूजाको बारेमा अलिक एक दुईवटा पूजामा अब राम्रै भयो योपालिको पूजा राम्रोसँग बनायो है हजुर देवीले एउटा पूजा गरेको थियो पूजामा राम्रै भएर गयो हजुर सबै राम्रै खुसी छ है एकदम हरेक साल यस्तै होस् है हजुर नेक्स्ट टाइम पनि अब यसरी युद्धहरू हामी मिलेर गर्नु पायो भने चाहिँ अब राम्रो हुन्छ पूजा भन्ने चाहिँ अब एउटा गाउँमा हुनुपर्छ है हुँदैन पूजा आज गर्नु छोड्यो भने चाहिँ गाउँमा एउटा कुनै नराम्रो केही हुनसक्छ क्या हजुर त्यही हो मजा आयो भनेपछि मजा आयो गर्नु पाउँछ मेरो चाहिँ यही छ भनाइ हजुर हुन्छ थ्याङ्क यू ल अब चाहिँ म बाँस लान्छु भाइ घर त्यता घर लानु नि त त्यो पनि तिमीहरूले पनि पुऱ्याउनु पर्यो म लान्छु भन्दैछु त अन्त होइन त जा म बाँस लान्छु जा लु कसो साथी बराबर गर्नु ल अहिले चाहिँ हामी एकछिन माथि ढोलकपुर गएको किन भन्दा चाहिँ हिजो गाडी तानेछ हो अनि जोको गाडी लागेछ नि त राति त्यही भएर चाहिँ हामी केटाहरू सबैजना पुलिस लगेर गएको छ अगाडि हो भिडियो गर्दा लजाउँछ मैले नि फोटो खिचेको छु कि पेन्डल यस्तो डल्लो बनाएर सुताइदिँदै अब यसो गएर हामी बातसात गर्ने पहिला मजाले नै भन्नु पर्यो अब होइन किनभने गाडीको मामला हो बनाउनु खर्च पर्छ होइन र अहिले चाहिँ हामी सबैजना केटाहरू जाँदैछौँ ल हेरौँ के हुन्छ ल हेरौँ नि त यसरी खिच्दा यहाँ बाहिर उयो त खिच्दा तेर्सो गर ल खिच्दा अगाडि गर्न नझार्ने फेरि अहिले आउँदा ल्याउनु पर्छ तँ झर्की फोन चाहिँ भित्रै फ्याँकिराख है तँ चाहिँ झर फोन चाहिँ भित्रै फ्याँक्दै भ्यू चाहिँ एकदम दामी छ यो चाहिँ यो बाटो चाहिँ तपाईँहरू स्ट्रेट जानुभयो भने चाहिँ माथि मेन रोड भेट्छ अनि त्यहाँबाट चाहिँ मिरिक दार्जिलिङ अन्त सिलिगुडी है अन्त हाम्रो दुसिनी आउनु हुँदैछ भने चाहिँ यही बाटो हो मेन रोड चाहिँ निक्लिन लगभग 5 मिनटको बाटो हो 1 किलोमिटर 1.5 किलोमिटर हुनसक्छ अनि यहाँ चाहिँ हाम्रो एकदमै के अरे अतीत बितेको छ यो जग्गामा मजा आउँछ यो रोडमा चाहिँ म कुद्ने गर्थेँ यो उकालो चाहिँ हामी कुद्ने गर्थेँ आर्मीको लागि अनि मजा आइरहेछ सबैजना गेट टुगेदर भइरहेछ अनकट भिडियो हो नि है के नबोल्ने एकदम एडिटै गर्दिनँ म जोडै हाल्यो बास टाइमै छैन एडिट गरिरहने लामा हालो यहाँ चाहिँ एन्टर चाहिँ बिजी हुन्छ त यहीँनिर यहीँ होइन यहीँ हो ल अब हामी आइपुग्यौँ ल भयो
यहाँ चाहिँ कहाँ प्रणिता कहाँको भयो यही गाउँ यहाँ साथीकै गाडीले उयो गरेको रहेछ कि अन्त अब साथीले के कति खर्च हुन्छ गरिदिन्छु भन्दैछ हाम्रो भाइ से हाई भ्लगमा ल त्यो बिहानको भिडियो चाहिँ नहालिदियो ल तल त हाल्छस् त म कस्तो घिनलाग्दो भएको हालेको छ गाडी चाहिँ यहाँ यस्तो भएको थियो नि त यहाँ यस्तो भएको छ नि त गाडी चाहिँ कि साथीकै गाडीले रहेछ मिलाइदिइहाल्यो मिलिहाल्यो मिल्नु त हो ल भाइ ल भाइ भाइ भन्दै न अन्त माया गर्ने केटाहरू हो ल धुप्पी डाँडा क्या दामी छ यार के भनेको चियाबारीमा हो चियाबारीमा चियाको बुट्टा बुट्टा तिमीलाई साँचेर दुई पाते सुई रोटी प सधैँ हाँसेर यो हो नि त है भाइ सिधै त निकाल देख त लजाउँदैछ कि देखा न भाइ इन्सपायर हुन्छ तँलाई हेरेर अगाडि देखा न अगाडि अन्त अगाडि देखा न अगाडि देखा त हेरौँ देखा त देखा न देखा त हेरौँ खुल्ला त आम्मा यतिको यसको नेचुरल है यो चाहिँ ब्यागहरूमा ब्याग देखा त भाइ देखा न ब्याग देखा न मजाले फुल्ला न हौ फुल्ला त एकताल फुल्ला त फुल्ला त एकताल छ्या ओ उता लैजा यो हो नि त जिउ त पछाडि फर्के भाइ यतिको चाहिँ मेरो नि इच्छा थियो आम्मा दामी दामी भाइ सिलिन्डर ल गर्दै गर मेरो जतिको त छैन सो सिलिन्डर चामल चिनी मेरो हालेर यतिको भएको दामी भएको छ ल बक्सहरू आइपुगेपछि चाहिँ अब चाहिँ हामी जाने दुधे लगेर हो केटाहरूले खर्च गरेको भनेको चाहिँ बक्समा हो हाम्रो केटाहरूले है सबभन्दा ज्यादा खर्च यसमै छ है बक्समा चाहिँ खर्च गर्छ केटाहरूले है जाने होइन भाइ त ओह्रालो बक्समा चाहिँ हेभी खर्च गर्छ हाम्रो केटाहरूले जेबिएलको प्रेसिडेन्ट हेभी बद्ध रहेछ हौ ल जो चाहिँ अब जे जति थियो सबैको भार चाहिँ हाम्रो जोजोले लिनुभएको थियो म जोजोलाई पनि सोध्छु के कस्तो एक्सपिरियन्स भयो फर्स्ट टाइम होइन जोजोले उयो गर्नुभएको हाम्रो साँगार कस्तो तपाईँलाई कस्तो एक्सपिरियन्स भयो पक्रिनु त कस्तो खालको एक्सपिरियन्स भयो मलाई त है लाइफमा है फर्स्ट टाइम गरेको ज्यादातर म त अब परदेशी मान्छे होइन ज्यादातर परदेशमै थिएँ होइन अब यो साल गर्नु पाउँदाखेरि केटाहरूले जिम्मा दिँदाखेरि मलाई खुसी पनि लाग्यो है प्राउड पनि फिल भयो होइन केटाहरूले मलाई लाइकको सम्झिँदो रहेछ है जोजोले चाहिँ गर्नु सक्छ भनेर सम्झिँदो रहेछ र भार दियो गरेर मलाई खुसी पनि लाग्यो है अन्त फेरि म भाइहरूलाई है थ्याङ्क यू पनि भन्नु चाहन्छु किनभने भाइहरूले गर्दा मात्रै यति राम्रो सक्सेसफुल्ली हामीले यो पूजा गर्नु सकेँ म मात्रै भए त सक्थिनँ यो गर्नु होइन सबै इच एन्ड एभ्री वानले मलाई सपोर्ट गरे है इभन बाहिरबाट पनि होइन होइन को सपोर्ट आयो होइन त्यही भएर खुसी छु म हो राम्रो लाग्यो मलाई खुसी लाग्यो अब आउने सालहरूमा पनि अब मलाई लाइक सम्झेर केटाहरूले गर्नु भाइहरूले गर्नु दादा तपाईँले सक्छ भनेर दियो भने चाहिँ म डेफिनेटली फेरि पनि गर्छु होइन अझै योभन्दा पनि दामी योभन्दा किनभने यो मेरो फर्स्ट टाइम थियो होइन मलाई अब अलिकति आइडिया आयो यस्तो गर्नुपर्ने रहेछ यस्तो गर्नुपर्ने रहेछ किनभने यो म प्रि प्लानमै थिइनँ होइन डाइरेक्टली आयो डाइरेक्टली गरेको होइन एकैतालमा र पनि कसैलाई दुःख मन आई होप छैन होला है छ भने पनि म सबैलाई सरी भन्नु चाहन्छु किनभने यो मेरो फर्स्ट टाइम थियो होइन मेरोबाट केही गल्ती भयो भने म माफी माग्न चाहन्छु है र अर्को साल चाहिँ योभन्दा बेटर गर्ने चाहिँ होप राख्छु र तपाईँहरूले पनि त्यति होप राख्नु सक्नुहुन्छ कि राम्रो गर्छ भनेर थ्याङ्क यू ल जोजोले एकदमै राम्रो गर्यो होइन अनि साथीभाइहरू सबैजनाले सहायता दियो है हरेक साल यस्तै होस् अझै राम्रो होस् होइन आफ्नो गाउँ अझै विकास गरेर जाउँ होइन के भन्न चाहन्छु है अझै गाउँहरू विकास गर्दै जाउँ हाम्रो एउटा कमेडियन भिडियो थियो नि क्या गाउँको लागि चाहिँ गाउँको प्रगतिको लागि चाहिँ के चाहिँ गर्नुपर्ने भनेर हामीले एउटा कमेडी भिडियो बनाएको थियो जस्ट टाइम पास पर्पजको लागि तर अहिले गरेर चाहिँ फिल भयो क्या गाउँको लागि चाहिँ यस्तो कुरो गर्नुपर्ने रहेछ भनेर क्या पूजापाठ गाउँमा शान्ति है सबैलाई सुख होस् शान्ति होस् भनेर चाहिँ गर्नुपर्ने रहेछ मनलाई चाहिँ खुसी मिल्दो रहेछ क्या त्यस्तो गर्दाखेरि चाहिँ थ्याङ्क यू ल अब हामी सेलोन जाने होइन सबै उयो भयो सबै ओके होइन लास्ट आज सेलोन जाने तल पनि यसो भिडियो सिडियो गर्ने ट्रिमर बोकाएर हो केटाहरूले भनेको ट्रिमर त कपाल काटिदिनु ट्रिमर छैन ल बाई ज्यादा बोल्यो भने लास्टमा चाहिँ आयो यहाँ हेर त यता
हाम्रो छोरी कति ठुलो भइसक्यो र अहिले चाहिँ हामी अब जानु आँटेको पूजा सेलाउनु अनि बुढी चाहिँ आज नजाने भन्दैछ घर अनि तिमी सेलाएर आऊ भन्दा भोलि बिहान नै जाउँ भन्दैछ हाम्रो बहिनी यहाँ छ हाई भन बहिनी ए छोरी चाहिँ यहाँ छ यो पुरा बामी सर्ने भएको छ यहाँ हाई भन्ने चिजो हाँसेको अरे हाई भन चिजो हाई हाई से हाई ठुले बाबा से हाई कति छौ त ल बाई अब जाने ल बुढी चाहिँ बस्छ न ल आज चाहिँ म आएर घरमै बस्छु नि ल हाई भन न अन्त एकताल भाइ भन्दै हेर न यहाँ आइज यता आइज ल आइज छिटो आइज कम सायो कम यता छिटो यहाँ आइज कम सायो कम हाँसीकोले छिटो आउनु यता छिटो आउनु ल यसको हेभी भएको छ फुला त भाइ फुला त पछाडि फर्की त फुला त पछाडि उयसको दामी निक्लिँदो रहेछ कसको अरे चिरागको पनि हेर्न बामी सरेको चिसोमा लु अब चाहिँ म र भाइ गएको यहाँहरू चाहिँ मेरो ज्याकेटमा पुरा आज मजा उठाउँदैछ लकी रहेछ ज्याकेट बोकी छैन अर्को कता जाने तिमीहरू चाहिँ यता बाटो खत्तम छ नजाउँ न यता कता यताबाट नौकोबाट जानुपर्छ हौ राम्रो छ बाटो सल्ल छ तल भेटौँ ल हामी त्यसले ड्राइभ गर्छ हेरौँ त आज कस्तो ड्राइभ गर्छ मजा गाडी निक्लिने त्यो डिकीमा हाल त्यो सबै हाफ पेन्ट सब डिकीमा हाल नम्बर दाकोमा छ तर गाडीमा ओह्रालोमा त मै कुदाउँछु नि परासन कुदा न तेरो उयोसन दोकान चाहिँ कुदा जान निकाल छिटो अरे छोडिराख्छु र त है किन रातो कलर लाउनु भएको न ब्राउन कलर ल्याइ माग्नु नि अन्त 4 नम्बर 5 नम्बर कलरहरू आज चाहिँ गाडी मैले यहाँ पार्किङ गरेको थिएँ नि त माथि काकाकोमा चाहिँ के हुन्छ भन्दा चाहिँ त्यहाँ टुप्पुल खोल्नुपर्छ कि जाडोमा पुरा गाह्रो हुन्छ भनेर चाहिँ मैले यहीँनिर चस्मा कहाँ छ लगा न अन्त माथिबाट गर माथिबाट अलिकति अगाडि राख यता तलको भ्यू देखा र अहिले चाहिँ हामी सरस्वती माता विसर्जन गर्न आइसकेको छौँ अन्त यहाँ हाम्रो नारी मोर्चाहरू पनि छ म सबैलाई सोध्ने छु के कस्तो भयो भनेर भाउजू कस्तो भयो योपालिको सरस्वती पूजा कस्तो भयो हाम्रो त दामी भएको छ नि सरस्वती मजा आयो कस्तो मजा आएको छ नि हामीलाई हरेक साल है एक साल मजा आउँछ इन्जोय दामी हुन्छ इन्जोय राम्रो हुन्छ है पूजा राम्रोसँगले गर्नुपर्छ है मजा आयो भनेपछि मजा आयो राम्रो आयो भाउजूलाई कस्तो लाग्यो पूजा राम्रो लाग्यो उता दिनु न भाउजूलाई एकदम दामी दामी तपाईँलाई दामी दामी बहिनी दामी नाना एकदम सुपर भयो राम्रो भयो सबैजना मिलेर होइन यहाँ हामी सबैजना आएको छ है हामी केटाहरू मात्रै इन्जोय गर्दैन यहाँ केटीहरू पनि छ सबैजना है एक्चुअलमा चाहिँ सबै प्रायः आउनु पर्ने थियो नि तर अहिले अब ए नानीहरू पनि छ ऊ त्यसरी खेल्दैछ परि कस्तो लाग्यो बहिनी कस्तो लाग्यो तिमीलाई मन पर्यो सरस्वती पूजा मजा आयो यहाँ आऊ परि यहीँ छ बहिनी खै ऊ त उडेकै छैन त अन्त परि भन्छ कस्तो लाग्यो राम्रो लाग्यो अन्त आज किन कहाँ आएको तिमीहरू माता विसर्जन गर्नु हो भन न अन्त बहिनीलाई कस्तो लाग्यो राम्रो लाग्यो तिमीलाई यता आउँछिन मजा आयो अब पौडी खेल्ने खेल्दैन नि पानी चाहिँ ल टाढो टाढो चाहिँ नजानु ल
यहाँ चाहिँ अब खतरा साउन्ड सिस्टम चल्दैछ हो। अन्त अब चाहिँ हामी यहाँनिर विसर्जन गर्ने मजाले है। अनि आजको भ्लग लेट्स सी के हुन्छ, किनभने यहाँ साउन्ड सेट धेरै बज्छ नि त। आई थिङ्क म अबको भ्लग यहीँ कम्प्लिट त गर्दिनँ होला सायद, किनकि माता विसर्जन गरेको हल्का राख्ने होइन अनि चाहिँ खतम गर्ने। स्टे ट्युन। लो अब चाहिँ यहाँ सरस्वती माता विसर्जन है। ल अब चाहिँ सरस्वती माता विसर्जन हाम्रो। लेट्स गो। सरस्वती माता के सरस्वती माता के हाल्नु हाल्नु के गर्नु भयो हाल्नु सरस्वती माता के सरस्वती माता के लु फोटो फोटो यहाँ त लिएर गर्नु पर्छ नि। बग्दैन होला जो नबगाउनु। जय 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 छोड़ छोड़ भाई। सरस्वती माता की जय जय छोड बहिनी। ल अब सरस्वती माता विसर्जन भयो अनि विसर्जन भइसक्यो हाम्रो सरस्वती माता पनि। अन्त आसिङलाई कस्तो लाग्यो नेपालीको सरस्वती पूजा? दामी छ नि दामी। है यता उयो गर आगे कस्तो लाग्यो? स्वरले भएन कस्तो भयो? एकदमै राम्रो भयो है। हाम्रो दुस्नी देवी परिवारबाट चाहिँ है आयोजक कमिटीका भाइहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु है। जति पनि हाम्रो आयोजक कमिटीको भाइ लगायत हाम्रो दुस्नी देवी परिवारका सम्पूर्ण महानुभाव इष्टमित्रहरू जति पनि हाम्रो देश परदेशमा हुनुभएका भाइ बहिनीहरू थियो होइन, उहाँहरूद्वारा पनि एकदमै राम्रो सहयोग हुनुभयो। उहाँहरूलाई पनि हामी सम्पूर्ण आयोजक कमिटी तथा दुस्नी देवी परिवार समाजबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आगामी दिनहरूमा पनि हामी यस्तै दिनहरूको आशा अपेक्षाहरू साँच्दछौँ है। र जति पनि हिजो हाम्रो इष्टमित्र है दर्शकवृन्दहरू थियो उहाँहरूलाई पनि अब धेरै समयसम्म उहाँहरू है जाडोको मौसममा नानीहरूको अब एउटा मनोरञ्जनको लागि उहाँहरूलाई प्रोत्साहित गर्नुको लागि उहाँहरूले धेरै लामो समयसम्म उपस्थिति दिनुभयो होइन। त्यसको लागि पनि उहाँहरूलाई पनि धेरै धेरै हिजो धन्यवाद दिन नसके पनि आज पनि फेरि पनि म उहाँहरूलाई आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो आयोजक भाइ बहिनी युवा शक्ति होइन नारी शक्ति सबै हाम्रो दिदीबहिनी गाउँघरका दिदीबहिनी लगायत हाम्रो छिमेकी गाउँका अतिथि भाइ बहिनीहरू हुनुहुन्थ्यो होइन नृत्य प्रतियोगितामा भाग लिने उहाँहरूलाई लगायत सम्पूर्णलाई म आन्तरिक हृदयबाट देवी परिवारको तर्फबाट लगायत हाम्रो पूजा कमिटीको तर्फबाट उहाँहरूलाई आन्तरिक हृदयबाटै धन्यवाद दिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू भाइ। तँलाई कस्तो लाग्यो? तँलाई कस्तो लाग्यो भाइ? यहाँ भन् यो त नाचिस होइन, यो चाहिँ डान्स फर्स्ट को भयो? यो भयो तपाईँलाई उयो भन् कस्तो लाग्यो तँलाई? राम्रो लाग्यो। यो चाहिँ हाम्रो टेलेन्टेड भाइ चाहिँ यहाँ अहिले राम्रो लाग्यो? हजुर। अब पौडी खेल्छस्? खेल्दैनस्? खेलिस् भने फेरि नेक्स्ट टाइम ल्याउँदिन नि डर्नु भन्दैन। ल बाई बाई भन्नु। अलिकति मात्रै डुब्छु। अलिकति मात्रै डुब्छस्? ल बाई बाई सबैजनालाई भन्दियो। बाई बाई सबैजनालाई। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। गुड बाई। ल सबैजनालाई थ्याङ्क यू फर वाचिङ आवर भिडियो है। आई होप कि तपाईँहरूलाई सानो भिडियो मन पर्यो होला। मन पर्यो भने लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला है त। ल भेटौँ अर्को भ्लगमा। सबैजनालाई धेरै माया। बाई बाई। हाल्नु